हेलो एभ्रिवान वेलकम टु आशिका दर्नालको ब्लगमा सबैजनालाई स्वागत छ। यो सबैजना सन्चै हुन्छ नि आशा छ। र फेरि पनि नयाँ ब्लग आइसक्यो र म र मेरो साथी चाहिँ साकेला जान आँटेको थियौँ। म पहिला सुरुमा साथीलाई किराखा लिन जान्छु अनि त्यस पछाडि हामी सँगै साकेला जाने हाम्रो प्लान थियो। अनि त्यसैले म चाहिँ साथीलाई लिन गएँ अनि फाइनली मैले साथीलाई भेटेँ र हामी चाहिँ यतिकै गाउँदै गाउँदै गइरहेको थियौँ। हामी चाहिँ किराखा आइसक्यौँ। हामीसँग जाने भए रमको बत्तल बोक्छ हामी चाहिँ साकेला जानुपर्ने तर हामी चाहिँ फेरि दमकै आयौँ। केक पोको 12 लाख पोको हामीसँग जाने भए रमको बत्तल बोक्का रमको बत्तल बोके सामुना आइया मलाई चाहिँ आउँछ होइन, तर मलाई चाहिँ आउँदैन खासै। मलाई चाहिँ होइन लिम्बू नै धेरै मनपर्छ अनि प्रायः चासोतिर गइरहेको हुन्छु। राईमा चाहिँ फर्स्ट टाइम गएको। मैले जस्तो लुगा किने साथीहरूले पनि त्यस्तै किन्नै पर्ने अरे के किन साथी हामी बेस्ट फ्रेन्ड किन साथी मैले अगाडि किनेको मैले अर्कै चोइस गरेको तर उसको बुटिक गरेको चाहिँ मेरो बुटिक गरेको थिएन। हाम्रो दाइकोमा चाहिँ सबैजना आउनु है ट्याटु हान्न दमक ट्याटु र मलाई चाहिँ एडीले नेल दिएको है टक्क नेल लाग्यो न त दाइ त त्यतिकै आएको थियो। माग्रेन के चाहिँ हुन्छ र मेरो साथी त हो नि बाल भयो होइन नाचिलाएर मर्यो छ्या नाकमा तिरिरहेको चिलाइहाल्छ नि। हामी चाहिँ अलिक फाइनली दमक आइपुग्यौँ। चासोक भनेछु साकेलामा चाहिँ अहिले भरेतिर जाने गर्मीले मलाई सुरेन दाइले पिङ खेलाउने भन्नुभएको छ। मेरो सुरेन दाइ तपाईँले सुनिदिइराख्नु भएको छ भने प्लिज आइदिनु होला। तर हामी त आज उस्ता उस्तै देखेको छु। यति यो घाँटी नहेरिकन तल हेर त नि बाहिर फर्किनुपर्छ। मलाई उयोसँग भिडियो बनाउन लागिरहेछ। आज को जल्ने हो जल्दै गर है। हामी चाहिँ सेट हाम्रो 2 पिस बनाएर लाउँछु 2 पिस। तर त्यहाँ सबैले लगाएको छ यस्तै लुगा। यो अलिक चलेको रहेछ सबैले लगाएर आयो तर अलिक सस्तो पनि। मैले चाहिँ अलिक महँगोमा किनेको साथीहरू। मैले चाहिँ 1800 मा किनेको है किनकि मलाई होलसेल प्राइस दिनुभएको मेरो दाजुले 4000 भनेर तिम्रो त महँगै हो नि त मेरो भन्दा त। केकको पोको त्यस पछाडि 12 लाख पोको हामीसँग जाने भए रमको बत्तल पोका रमको बत्तल बोका सामुना आइया आथा त अनि यो चिनामा नौ मारु नि। ल अहिले नेक्स्ट देखाउँछु। र हामी चाहिँ किम्बुज क्याफे गयौँ अनि त्यहाँनिर बस्यौँ खाजाहरू खायौँ अनि त्यस पछाडि चाहिँ हामी चस्मा मेरो साथीले किन्ने अरे अनि चस्मा पसल गयौँ। उसले चाहिँ राम्रो चस्मा किनेको थियो अनि फाइनली हामी चाहिँ साकेला लागिसक्यौँ। वेलकम टु माई ब्लग वेलकम टु आशिका दर्नाल ब्लग। अनि हामी चाहिँ होइन नयाँ चस्मा किनेर मेरो नयाँ चस्मा लाएर जाँदैछौँ साकेला नाच्नुको लागि जाँदैछौँ होइन। त्यहाँ हेर्छौँ सोल्टी हेर्नुहुन्छ भने प्लिज। हामी चाहिँ आइसक्यौँ है साकेला। र यो साकेला चाहिँ सालै पछि हुन्छ अनि यहाँ चाहिँ पिङहरू पनि खेल्नु पाइन्छ। तर पहिला जस्तो मान्छेहरू हुनु नथियो है। अब सबैजना विदेश जानुभयो त्यसैले मान्छेहरू थियो मान्छेहरू तर त्यस्तो धेरै थिएन। पहिला त सानो भिड हुँदैन थियो। अहिले चाहिँ खासै त्यस्तो भिड छैन। त्यस पछाडि हामीले चाहिँ डान्स हेऱ्यौँ। डान्स पनि कस्तो दामी गरेको क्या सुनिरहने खालको धुन पनि। गाइड यति भएन भने त साकेलाको मजै हुँदैन। त्यसैले मेरो साथी र म चाहिँ चेस खाँदैछौँ है। ठ्याङ मात्रै हो नि फेरि होइन अब चाहिँ मेरो पालो है खानाको लागि।
अनि हामी चाहिँ त्यहाँ हेरेर खाजाहरू खाएर र हामी चाहिँ लाग्यौँ माथितिर फोटोहरू खिच्नको लागि। अनि म र मेरो साथीहरू फोटोहरू खिच्यौँ, बहिनीहरू पनि थियो। अनि त्यस पछाडि मेरो साथीलाई फेरि कोक खानु मन लाग्यो अरे, गर्मी भएर अनि कोक खाँदैछ। अनि हामी एकछिन बस्यौँ, अनि त्यस पछाडि यसो सुकुटीहरू खायौँ। अनि चाहिँ हामी फेरि यहाँ मलाई चाहिँ अल्छी लागिसक्यो। म चाहिँ यहाँ अल्छी लागिसक्यो र मलाई चाहिँ फेरि इरिटेट भइसक्यो म चाहिँ। After next year, after 1 year, let's meet. Bye. आजको भ्लग यति। र हामी चाहिँ साकेलाबाट फर्केर फेरि ग्यारेज क्याफे गयौँ। अनि एकछिन त्यहाँ पनि खाजाहरू खायौँ। यहाँ चाहिँ एकदम राम्रो छ है फोटोहरू खिच्नको लागि। अनि म र मेरो साथी माथि चढ्दै थियौँ। ऊ एउटा चाहिँ अघि त्यहाँनिर ऐनामा फोटो खिच्नु पुगिसक्यो एउटा चाहिँ। अनि यहाँ के भन्दै जिस्काइँदै थियो, कति फोटो खिचेको भनेर भनिदिँदै थिएँ। खिचेको गइरहेको थियो क्या। अनि लास्टमा चाहिँ फेरि मैले पनि फोटो खिचिदिइराखेको क्या। अनि म एकछिन तल आएँ, त्यस पछाडि मैले पनि भिडियोहरू गरेँ। अनि आजको लागि यति नै, बाई बाई सबैजनालाई। धेरै धेरै माया मेरो भिडियो हेरिदिनु भएकोमा, थ्याङ्क यू।